Hello everyone, welcome back to my channel and I hope you all guys are doing well in your own place हैन सबैजना आफ्नो ठाउँमा आफ्नो बेस्ट दिइराख्नु भएको छ होला र दिनु पनि पर्छ सो आज बाइ द टाइटल तपाईहरुले थाहा पाइसक्नु भएको छ आज यो के को बारेमा भिडियो म बनाइरहेको छु भनेर आज चाहिँ म मेरो फेसमा मेकअप एप्लाई गर्न आँटेको छु मसँग एउटा मेकअप किट छ त्यो किटलाई अनबक्सिङ पनि गर्छु भनेर सोचिरहेको थिएँ सो भिडियो बनाऊँ न त भनेर टुडे आई एम हियर विथ दिस भिडियो अनि यो मेकअप किट चाहिँ मसँग यही छ मसँग मेकअप किट आज यो रोमलोनको मेकअप किट छ रोमलोन ब्युटी बाइ रोमलोन भनेर लेखेको छ सो आज म यही किट अनबक्सिङ गर्छु अनि यहाँ यो किटमा के भन्छ जे सामग्री जे मेकअपको आइटमहरू छ त्यो आइटमहरू आफ्नो फेसमा लाउँछु भनेर जस्तो गरेर सो गर्छु भनेर यो भिडियो मैले बनाएको सो प्लिज गाइज वाच टिल द एन्ड हैन अन्तिमसम्म भिडियो हेर्दिनु ल मैले गरेको मेकअप कस्तो हुन्छ त्यो पनि भनिदिनु होला मलाई लाइक मेकअप गर्न त खासै आउँदैन आई एम नट लाइक मेकअप टाइप पर्सन अनबक्स गर्नु त वाउ म त यो बक्सको कलरै मन पर्यो अरूभन्दा पनि कलर एक्सो क्लासिक कस्तो राम्रो छ क्या ओके ओपन गर्नु ल यताबाट ओपन गरिदिन्छु राखो भने ओके मेरो फेस चाहिँ क्रप हुने रहेछ म बसेको छु नि त नि अनि यो चाहिँ मैले स्टडी टेबलमाथि यो राखेको छु सो यी म अगाडिबाट ओपन गरेर देखाइदिन्छु ल ओ शिट यहाँ चाहिँ आइस्याडो प्यालेटहरू छ यहाँ भयो अनि यहाँ आइस्याडो प्यालेट छ अनि यहाँनिर ग्लिटर सार्पनर ब्रस मस्कारा आइलाइनर लिपस्टिक ओके यो पनि आइस्याडो प्यालेट नै होला यहाँ ब्लसहरू छ यहाँनिर चाहिँ कम्प्याक्ट पाउडरहरू छ यहाँ चाहिँ अस्ति मैले ओपन गरेको थिएँ कि त्यो अनि त्यति बेला नङ्ग्दै सबै यो भयो यहाँनिर यति आइटम्सहरू छ यहाँनिर यति धेरै आइसकेको सेट्सहरू छ कि यो त मलाई जुनीभरि पुग्छ क्या सो यहाँ सबभन्दा सुरुमा म चाहिँ डाइरेक्ट पाउडरदेखि ट्राई गर्छु यहाँ पाउडर रहेछ ओके भयो भन्दा धेरै गर्नु हुँदैन ओके मैले पाउडर लगाइसकेँ अब आई सेट लगाऊँ ल आई स्याडो लगाउनको लागि अलिकति न्युड कलरको सेडहरू छानौँ है एकछिन बन्द गरिदिन्छु फेरि भयो मलाई यो लगाउँ न म चाहिँ हल्का पिगमेन्टेड न्युड सेडहरू चुज गरेँ जस्ट 3टा सेटलाई ब्लेन्ड गरेँ आइस्याडोमा चाहिँ आइस्याडो लाउँदाखेरि चाहिँ सेट चुज गरेँ आइलाइनर पनि छ आइलाइनर चाहिँ एकपट्टिको मिल्यो भने अर्कोपट्टिको बिग्रिन्छ अर्कोपट्टिको मिल्यो भने अर्कोपट्टि बिग्रिन्छ त्यो पनि ट्राई गर्छु ल आज म कस्तो गर्मी भइरहेछ आज फेरि That's perfect. Mascara. बाहिर चाहिँ हावा चलिरहेको छ अनि घाम लागिरहेछ क्या अनि कस्तो गर्मी भइरहेछ यहाँ लिप लाइनर पनि दिएको छ क्या यस्तो छ लिप लाइनर पनि के हो यो कलर जस्तो देखिरहेको छ ट्राई गरौँ ल अब लिपस्टिक ट्राई गरौँ कस्तो डार्क चाहिँ म लिपस्टिक यति धेरै डार्क लाउँदिनँ कि अरू बेला आज चाहिँ यहाँ मेकअपको भिडियो बनाइरहेको छु नि त अनि त्यसै लगाइदिएको अब यहाँ आई पेन्सिल छ अब आई पेन्सिल मलाई चाहिँ आइब्रो धेरै कोर्न आउँदैन केही आउँदैन मेकअपको एम पनि आउँदैन मलाई झन् हल्का फुल्का चाहिँ मेकअप गर्न आउँछ अनि कता कता सजिलो हुन्छ
मलाई यो किटको मा लिपस्टिक पटक्कै मन परेन। आई स्याडो ठिकै हो। मैले एक डार्क सेड नै चुज गरेको थिएँ, खासै देखि पनि रहेको छैन होला है। डार्क सेड नै चुज गरेको थिएँ। अहिले मलाई ग्लिटर लाउन मन लागेन, ग्लिटर लगायो भने चाहिँ जोकरै देखिन्छ होला, लाउने गरेको छैन ग्लिटर। ग्लिटर लाउन सिकेको पनि छैन, आउँदैन पनि। अब फेरि एकचोटि पाउडर चाहिँ सेट गरौँ ल। ए ब्लस बाँकी नै छ अझै, ब्लस लगाऊँ। यो यहाँ ब्रस दिएको रहेछ कि, यो ब्रस चाहिँ कस्तो रफ क्या, सफ्ट भए पो हुन्थ्यो त, कस्तो रफ यो ब्रस रहेछ। मैले चाहिँ कहिले पनि यसरी आई स्याडो लाउँदाखेरि यो आई लाइनर हुन्छ नि, लागेको छैन क्या मलाई लाउन। मलाई कस्तो हेप्पी देखिन्छ जस्तो लागिरहेछ, मलाई आज त्यस्तै फिल भइरहेछ क्या, क्यामेरामा हेर्दाखेरि भुतै देखिरहेछ, कस्तो हेप्पी देखिरहेछ जस्तो लागिरहेछ। अब म एकछिन अलिक नजिकबाट देखाउँछु, त्यो टिभी टल्केको होला, यताबाट ब्राइटनेस आइरहेको छ नि त नि। लास्ट स्टेप अब कम्प्याक्ट पाउडर सेट गरौँ। अघि मैले स्टार्टिङ पनि कम्प्याक्ट पाउडरले नै गरेको थिएँ, किनभने मैले फाउन्डेसन कन्सिलरहरू केही पनि लगाएको थिएन क्या, त्यसमा म यहाँ एकै सामानले मेकअप गर्छु भनेर सोचेको थिएँ नि त। सो सेट गरौँ ल। मेरो मेकअप भइसकेको छ जस्तो लागिरहेछ मलाई। मेरो मेकअप भइसक्यो होला, यहाँ लाउने जति सामानहरू मैले सबै लगाइसकेको छु। अब म तपाईँलाई मेरो मेकअप नजिकबाट देखाउँछु ल। यस्तो भयो मेरो मेकअप। मैले यो आई स्याडो चाहिँ डार्कबाट नै चुज गरेँ क्या, के गरेँ भने मैले यसमा डार्क चुज गरेँ, अनि त्यसपछि हल्का पिङ्क कलर चुज गरेँ मैले सेड, अनि दुईवटा डार्क आई स्याडो चुज गरेँ, अनि पिङ्क कलर चुज गरेँ, अनि ब्लेन्ड गरिदिएको यो त्यसै मेरो मेकअप। लिपस्टिक मलाई खासै मन परेन, मेरो आँखा राम्रो देखिरहेको है, लाइक मेरो विङ्स यता यतापट्टिको मेरो विङ्स चाहिँ बेटर भएको छ नि, यतापट्टिको त मैले 2-3चोटि ट्राई गरेको क्या, यतापट्टिको कस्तो भयो। ओके, नाउ फाइनली मेरो मेकअप डन भइसक्यो, कम्प्लिट भइसक्यो होइन। अनि अब फाइनली अब यो मेकअप किटको बारेमा रिभ्यू दिनु पर्दाखेरि होइन, ठिकै छ किटहरू चाहिँ। अब यहाँको यो न त के अरे यो ब्रसहरू हुन्छ नि, यो आई स्याडो लाउने, अनि त्यसपछि यो के लाउने हो, उयो लाउने के अरे यो ब्लसहरू चाहिँ मलाई खासै मन परेन क्या, कस्तो यो एकदमै धेरै खस्रो थियो, के अरे सफ्ट नै थिएन होइन। यहाँनिर ब्लेन्ड गरेर के अरे ब्लस लगाएर ब्लेन्ड गर्ने भने एकदम यहाँनिर मलाई लाइक घोचिरहेको थियो। त्यसरी यो राम्रो छैन। यो यहाँको म यो ब्लस पनि युज गर्दिनँ, अनि यो ब्रस पनि युज गर्दिनँ, आई स्याडो चाहिँ म यो युज गरिरहेको छु। अनि त्यसपछि ओभरअल ठिकै छ होइन, जस्ट राम्रै छ। अब आजको भिडियो चाहिँ म अब इन्ड गर्न आँटेको हो। सो आजलाई चाहिँ यति नै हो, अनि यसरी नै मलाई सपोर्ट गरिराख्नु, भिडियो लाइक गरिदिनु, र मबाट कस्तो भिडियोहरू हेर्न चाहनुहुन्छ भनेर मलाई केही भिडियोको आइडियाहरू मुनि कमेन्ट सेक्सनमा दिनुहोस्, र प्लस मेरो मेकअप कस्तो लाग्यो आज त्यसको बारेमा पनि मुनि कमेन्ट गर्नुहोस्। अनि ओके, थ्याङ्क यू फर वाचिङ टिल द एन्ड। ओके, बाई गाइज, सी यू सुन विथ नेक्स्ट भिडियो, बाई।